गाइस सम्पूर्णमा नमस्ते। मेरो नाम दिलबहादुर खड्का। म तपाईहरुको माझमा आज एकदम इम्पोर्टेन्ट कुरा लिएर आएको छु। म यो कुरा तपाईहरुलाई धेरै पहिलादेखि भन्छु भनिरहेको थिएँ, तर मैले समय मिलेको थिएन, प्लस मैले यो भिडियो बनाएको पनि थिएन। प्लस मैले आज तपाईहरुको सामने एकदम इम्पोर्टेन्ट कुरा लिएर आएको छु। तपाईहरुले यो भिडियोलाई चाहिँ सक्दो शेयर गरेर हाम्रो नेपालको कुना कन्दरासम्म पुर्याइदिनु होला भन्न चाहन्छु। र इम्पोर्टेन्ट कुरा के हो भनेर तपाईहरु माझमा आज उत्सुकता भइसकेको होला, के भन्न गइरहेको छ भनेर। तपाईहरुको उत्सुकता भएको कारणले गर्दा मैले धेरै ढिलो नगरेर मैले आजको यो भिडियो पनि धेरै लामो हुनेछ, 3 मिनेट, करिबन 3 मिनेट भन्दा माथिको हुनेछ भिडियो। पुरा हेरिदिनु होला पनि भन्न चाहे। र आज धेरै ढिलो नगरी म आज भन्न गइरहेको इम्पोर्टेन्ट कुराको बारेमा चाहिँ म यहाँ भन्न गइरहेको छु। सबैले ध्यान दिएर सुन्नु होला। अब अहिले पछिल्लो चरणमा सामाजिक सञ्जाल अथवा सामाजिक सञ्जाल फेसबुक नचलाउने मान्छे त लगभग सायदै कमै हुनुहुन्छ। बच्चादेखि लिएर वृद्ध आमा बुवासम्म पनि हाम्रो अहिले सामाजिक सञ्जाल फेसबुक प्रायको हातमा चलिरहेको छ। र सबैलाई यो जानकारी छैन कि फेसबुकबाट पनि पैसा अर्निङ अथवा पैसा कमाउन सकिन्छ भन्ने कुरा, अर्निङ गर्न सकिन्छ भन्ने कुरा कसैलाई जानकारी छैन। त्यो भएर तपाईहरुले अब फेसबुक सम्बन्धी जानकारीको लागि चाहिँ यो भिडियो हो हैन। तपाईहरुले हामीले चाहिँ यसै पनि एन्ड्रोइड मोबाइल अहिले सबैको हातमा, बच्चादेखि लिएर वृद्ध आमा बुवासम्म पनि हाम्रो एन्ड्रोइड फोन हातमा भएको कारणले गर्दा तपाईहरुले सामाजिक सञ्जाल फेसबुक चलाएर त्यहाँबाट अर्निङ गर्न सक्नुहुन्छ, पैसा कमाउन सक्नुहुन्छ भन्दाखेरि कतिपयले यहाँ पत्याउनु हुन्न के। त्यही भएर हामीले चाहिँ यसबाट चाहिँ पैसा कमाउन सकिन्छ। तपाईहरुको हाम्रो कुना कन्दरामा रहेका नेपालमा कुना कन्दरामा पनि हामीले एमबी निकालीको पनि फेसबुक चलाइरहेका छौं। तर त्यसलाई राम्रोसँग युज गर्ने हो भने, चलाउने हो भने चाहिँ हामीले त्योबाट पैसा कमाउन सक्छौं। नेपालमा पनि एलिजिबिलिटी दिइसकेको छ, मतलब फेसबुक दर्ता भइसकेको छ। तपाईहरुलाई थाहै छ, यो कुरा जानकारी छ, मैले भनिराख्नुपर्ने कुरा छैन। र हाम्रो स्टार पहिल्यै भइसकेको थियो, अनि मोनेटाइजको पनि तपाईको दर्ता गरिसकेको छ। सब्स्क्राइब चाहिँ छैन है नेपालमा। फेरि तपाईहरुले यो कुरा ध्यान दिनु होला, सब्स्क्राइब छैन। सब्स्क्राइबलाई अहिले दर्ता गरेको छैन। सब्स्क्राइबबाट पैसा आउँदैन नेपालमा, तर मोनेटाइजेसनबाट र स्टारबाट पैसा कमाउन सक्नुहुन्छ तपाईहरुले। त्यही भएर तपाईहरु कुना कन्दरामा रहेका सबै सम्पूर्णमा यो भिडियोहरु पुर्याइदिनु होला हैन। यसरी कुराहरु पुर्याइदिनु होला। फेसबुकबाट अर्निङ गर्न सकिन्छ। तपाईहरुलाई फेसबुक सम्बन्धी जानकारी छैन, तपाईहरुले थाहा पाउनु भएको छैन भने पनि वरपर रहेका कोही जान्ने व्यक्तिसँग, फेसबुक सम्बन्धी जानकारी युक्त व्यक्तिसँग तपाईहरुले सोधेर चाहिँ सल्लाह लिन सक्नुहुन्छ। तपाईले काम गर्न सक्नुहुन्छ फेसबुकमा। हैन भनेपछि तपाईहरुलाई जानकारी छैन, त्यहाँ वरपर तपाईहरुको जान्ने बुझ्ने व्यक्ति कोही छैन भनेपछि सिधै मसँग सम्पर्क गर्नु होला। यो फेसबुक सम्बन्धी जानकारी अथवा त्यहाँ बैंक एकाउन्टहरु लिंकहरु राख्नुपर्ने हुन्छ, बैंक एकाउन्टहरु राख्नुपर्ने हुन्छ, पेआउट सेटिङ बनाउनु पर्ने हुन्छ। धेरै कामहरु भएको कारणले गर्दा तपाईहरुलाई चाहिँ सक्नुहुन्न भनेपछि मलाई कन्ट्याक्ट गर्नु होला, मैले तपाईहरुलाई सिकाइदिने छु भन्दै यो भिडियोलाई चाहिँ एकदमै शेयर गरिदिनु होला है। म धेरै दिनदेखि बनाउन खोजिरहेको थिएँ, तर मैले बनाएको चाहिँ थिएन। मैले आज बनाएको छु र के कति बुझ्नुहुन्छ मेरो यो भनाइबाट। बुझ्नु भएन भने म तपाईहरुलाई यो सेटअप गरेर म तपाईहरुलाई कुनै दिन देखाउने छु। अहिलेलाई भने यति नै।